हाई एभ्रिवान, आइम तुलसा गौतम। वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ मेरो बर्थडे पढ्न गएको हुनाले फर्स्ट अफ अल ह्याप्पी बर्थडे टु मी। जन्मदिनको धेरै धेरै शुभकामना। अरूले विस गरे नगरे नि आफूले आफूलाई चाहिँ ह्याप्पी बर्थडे टु मी भन्न चाहन्छु। अनि आज चाहिँ मन्दिर जान लागिरहेछौँ। बर्थडेको दिन सधैँ मन्दिर नै जाने गरेको खालको। अनि ऊ चाहिँ मेरो दिदी, थ्याङ्क यू सो मच दिदी। अनि म अनि हामी चाहिँ मन्दिर गइरहेछौँ। हेर्न सक्नुहुन्छ हामी बाटोमा निस्किसक्यौँ। यो चाहिँ हाम्रो गाउँ हो, लालबन्दी सर्लाही। ल हामी मन्दिर पनि आइसक्यौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मन्दिर हाम्रो गाउँको। अनि यहीँनिर रहेको छ पानी ट्याङ्की पनि, टावर पनि। एकदम राम्रो गाउँ छ हाम्रो शान्ति टोल। अनि हामी पनि आइपुग्यौँ। अनि यहाँ रहेको छ पूजाको सामान। मेरो दिदी, यहाँ चाहिँ गणेशजीको मूर्ति छ। अनि हाम्रो शम्भु बाबा। अनि यहाँ दुर्गा मन्दिर। ल हामी चाहिँ पूजा गरेर निस्किन्छौँ है। ल मलाई चाहिँ अब टिका लगाइदिनुहुन्छ। धेरै धेरै आशीर्वाद, सुस्वास्थ्य अनि दीर्घायुको कामना। अनि सधैँ चाहेको पुगोस् होइन, सबै राम्रो होस्। के फुल पैसा नदिने ला ल्याइन त है, घरमा दिउँला। ल दक्षिणा खाली दक्षिणा आशीर्वाद पनि गरे मिलेन मलाई। निस्क्यौँ मन्दिरबाट अनि घर जान्छौँ। घर गएपछि आज घुम्न जाने प्लान पनि छ। साथीहरू हाम्रो लालबन्दीमा त हावा हुरी आएर पत्ताहरू पनि झरेको त। म यति पातलो छु के थाहा, मलाई उडाइदिने हो कि पिरै पऱ्यो। बर्थडेको दिन उडाएर एकैचोटि मलाई कहाँ पुर्याइदिने होला फेरि बागमती हो। नपुर्याइदिनु है ल साथीहरू। हाम्रो गाउँको रुखहरू पनि यति धेरै छ, शीतल शीतल दिन्छन्, के भन्नु। वाउ, तर त्यो राम्रै छ हाम्रो गाउँ पनि होइन गोरु। हाम्रो छिमेकी ठुलमाम पनि यहाँ टक्क निस्किनु भएर घाँस चोर्नु भएको। रुक्नु, घाँस चोर आउनु भएको। अनि आज मेरो बर्थडे, खोइ त मलाई केक सेक काटिदिनु पर्दैन नि ठुलमाम भएपछि। तेरो बर्थडे भने हामीलाई के थाहा रहेछ। के हो त्यहाँ सधैँ राख्छ के गरेर हुन्छ के हो पराल भत्किनु लाग्यो। ए लु हाम्रो फारम पनि भत्किने भयो। अब भत्कियो तँलाई फेरि उगाएर के अरे अर्को तर गरेर जान लाग्यो। ए लु तपाईँहरूलाई गाह्रो पर्यो भने चोरहरूलाई, मलाई त केही गाह्रो छैन। ल लाग्यो त मान्दा लु ल जानु भाइ, मासु भात पकाएर राख्नु, आउँछु म खानालाई है। ल मम्मी टिका लगाइदिनुहुन्छ। ए आजकल हुँदैन नि। ल जुन हुन्छ त्यसले जुन दिन्छ त्यसै। हिजो मदर्स डे, आज छोरीको बर्थडे होइन मम्मी। आशीर्वाद चाहिँ खोइ दिनु जहिले खाओस्। म त सुरीमा के जहीँ नै चाहिहाल्ने अहिले नि। राम्रो प्रगति गरोस् भन्नु छैन, जहीँ पाओस् भन्छ अहिले भगवान्ले सोच्नुहुन्छ। अनि म गयो भने फेरि तपाईँलाई कसले हेरिदिनु। आँटेको सोचेको सबै पुरा होस् होइन। धेरै धेरै उन्नति प्रगतितिर जानु, धेरै यताउति मन नडुलाउनु। ल खुट्टा चाहिँ अब माथि नै दिनुपर्ने भयो त। ल ढोग्नु पऱ्यो त। ल हाम्रो मम्मीले आज मलाई जान मन लाग्यो। ए दाउरा जस्तै भएको छ है, त्यही भएर है मम। दाउरामा जानु र दाउरी भाग्यो, दाउरी नजिस्का हुन हौ के थाहा दाउरी। हेलो साथीहरू, हामी चाहिँ घुम्न निस्किसकेका छौँ। यता मेरो दिदी राम्रीबाट हिँडे चाहिँ नक्कली, अनि म पनि। अब साथीहरू बाटोमा भेट्छौँ होला, रेडी भएर बस भनिसकेको छु। अनि जाँदैछौँ हामी भरता। साथीहरू पनि भेट्यौँ। अब हामी हिँडेको कहाँ हिँडेको सानी भनिदेऊ त, कहाँ हिँडेको हेर रोएर बसेको थिएँ। ठाउँको नाम के हो थाहा छैन। ए नाम पो भनिरहेको थिएँ, ठाउँको नाम भनेको नाम भन्छ। हेलो गाइस, अब हामी निस्क्यौँ।
साथीको आज जन्मदिन अँ, ह्याप्पी बर्थडे टु यु साथी धेरै धेरै धन्यवाद। अरू केही भन्छौ कि आशीर्वादहरू पनि दिन्छौ कि? बाँच्नु धेरै जागिर खानु बाँच्नु धेरै रे है मलाई यही एउटा खानु सरकारी यति नै बाँच्न मलाई धेरै भइसक्यो यहाँ। यिनीहरू अझै धेरै धेरै बाँच्नु भन्छन्। कति बाँच्छु होला र म। र मेरो साथीको छोरी रिसाएर नजाने भनिरहेको थियो घुम्न, आज क्यान्सल हुन्छ कि क्या? आऊ जाउँ जाउँ न जाउँ उहाँहरू रिसाएर आफै। अब हामी आज के गरी जाने थाहा छैन। यस्तो घाम छ तराईको साथीहरू, लास्टै गर्मी छ। अहिले वैशाखदेखि यति धेरै गर्मी बढिसक्यो। के गरी कटाउने हो भदौ असो थाहा छैन। के गरी कटाउने हो भन त? पसिना चुहाइ कटाउनु पर्छ। ल फाइनली भैरवतालमा आइपुग्यौँ गाइस, हेर्न सक्नुहुन्छ भैरवताल। तपाईँहरू पनि आइरहनु भयो होला, हामी पनि धेरैचोटि आइछौँ र योचोटि चाहिँ एकचोटि भ्लग यस्तो बनाऊँ न भनेर। एकदम रमाइलो राम्रो रहेछ। तर साथीहरू आज हामी एकदम ठग्यौँ कि आज के गर्नु, बसवालाले हाम्रो डबल भाडा लियो, त्यही माथि भाडा पनि बढेको रहेछ, डबल लियो, फसेछौँ हामी। ताल एकदम रमाइलो छ तर सुनसान रहेछ। पनि रहेछ है, जम्मै विदेशतिर एरोप्लेनमा चढेर जम विदेश जम। हाम्रो यहाँ फुलकुमारीले फेरि अर्को चुना लगाइदिइसक्यो। फुलकुमारी के छ? आज त हाम्रो दिने के पर्यो हजुर? खेल्दिनँ धेरै चुना नलगाऊ हामीलाई। कति राम्रो भइसकेको छ पहिला भन्दा एकदम भरतताल। साथीहरू फोटो खिच्नलाई रेडी भएर बसेछन्। म चाहिँ भ्लग बनाइरहेको छु। राम्रो फोटो खिचिदिनु है दाइ। ल फोटो सुटिङ हुँदैछ। साथीहरू मलाई चाहिँ एउटा दुइटा मात्रै खिच्छु, धेरै खिच्न मन लागेन, त्यही भएर भ्लग बनाइरहेको छु। ल हाम्रो रेल पनि आइसक्यो, अब म इन्डियातिर लाग्छु रेलमा चढेर। साथीहरू यिनीहरू चाहिँ फोटो खिचेर थकाइ मारेर बसे, फोटो राम्रो भएन अरे भन्छन्। अनि मेरो फोटो चाहिँ खुब राम्रो भन्छन्। के हो म हिरोइनी नै छु कि क्या? तर राम्रो छु जस्तो त लाग्दैन, अलिकति नराम्रो मान्छेहरूको अगाडि चाहिँ अलिक राम्रो देखेको हुनसक्छु कि कस्तो साथीहरू? साथीहरू भरततालमा त पानी पर्यो, अब के गर्यो थाहा छैन। डुङ्गा खेल्नु भनेको पानी पर्यो। हामी त के आज दिनै खराब भयो कि के हो कुनै थाहा छैन। पानी पर्यो गाइस। ल आजको दिन हामीलाई घुम्नलाई एकदम गाह्रो भयो भाइ। झन् घुमेर राम्रोसँग अलि धेरै बेरमा जाउँ भनेको, ल अँध्यारो भयो, अन्धकार भइसक्यो। घर कतिर जाने हो साथीहरू? अब यसो खाजासाजा खानुपर्छ। खाजासाजा खाएर अनि जान्छ। ल खाजा खान लागेछन्, के खाने हो थाहा छैन, हेरौँ। साथीहरू मोमो खान बसेको, अहिलेसम्म पाकेको छैन, सर्किसक्यो घाँटीबाट। वेट गर्दा बल्ल आयो। ल अब चाहिँ खाने अनि खाएपछि लु खाऊ धमाधम। कस्तो छ? हाफमा है। अनि म पातुलो मान्छे छु, त्यही भएर म हाफ खान्छु। यिनीहरू अलि ज्यानदारहरू छन् कि, त्यही भएर धेरै खान्छन्। पानी के खाए कि के छ र हौ? खा गरौँ, मिठो छ। केटीलाई धेरै छुट दिए कि क्या? आऊ साले आऊ, चरपटे खानु। केटीहरू धमाधम चरपटे खाँदैछन् यहाँ। मेरो बर्थडे पार्टी दिएको, अरू केही दिन नसकिने चरपटे पानीपुरी। ल साथीहरू दाई पनि खानु चरपटे। नखाने तपाईँ लागि हामीलाई दिनु भएन, हामी दिन्छौँ तपाईँलाई। ल खानु बिचरा दाई के गर्नु। किनकि पानी परे खाने कि मलाई दिन्छौ? नदिने रे।
उसले नदिने रे हामीलाई ल हामीले पनि खाजा खायौँ चरपटे पानीपुरी अब चाहिँ घर जानुपर्छ पानी रुके छैन सुनसान छ हेर्नु कस्तो दिनमा आएछौँ हामी फेरि मेरो बर्थडेकै दिन यस्तो परेछ कि बिहानभरि चाहिँ घामै घाम थियो अहिले चाहिँ फेरि पानी परेर अलिअलि छैन गाह्रो छ अब कहिले आउने हो भरताल हजुरहरू पनि आउनु होला मेरो फर्स्ट भ्लग पनि राम्रोसँग कम्प्लिट हुन पाएन पिर लागेको छ भिडियोहरू बनाउन पाइएन साथीहरू यो चाहिँ मेरो खेलाउना हो के गर्नु साथीहरूले पनि बिहे गरेर बच्चा जन्माएर प्रगति गरिसक्यो आफू भने अहिलेसम्म बच्चै जस्तो लाग्छ यस्तो खेल्ने कुरा खेल्दै हिँडिरहेको छु साथीको छोरीहरूसँग छोराछोरीसँग खेल्नु परेको के गर्नु ओइ कता गयो तिमीहरू ल फोटो खिच्ने कार्यक्रममा चाहिँ सकेर छ ओहो घोडा हर्स पनि रहेछ यहाँ हर्स पनि छ चढ्न पाइन्छ तर कति पैसा हो मलाई थाहा छैन तर मलाई मन लाग्दैन यस्तो कुराहरूमा त्यही भएर मैले चाहिँ नखेलेको डुङ्गा खेल्न मन लाग्यो पानी परेर अब घरतिर लाग्यो साथीहरू मेरो भिडियो कस्तो छ भन्नु होला सल्लाह सुझाव दिनु होला कमी कमजोरी छ भने मेरो यो चाहिँ फर्स्ट भ्लग हो त्यही भएर राम्रोसँग त्यति आउँदैन नराम्रो नि हुनसक्छ कमी कमजोरीहरू भनिदिनु होला ताकि म सुधार्न सकौँ फेरि अबदेखि मेरो युट्युबमा अरू पनि भ्लग आउँदै गर्छ सब्सक्राइब गर्नु भएन भने सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर सबै गरिदिनु होला अनि त्यहाँ एउटा घन्टी पनि झुलिरह होला घन्टी पनि तिनी बजाइदिनु होला जय घन्टी हर हर महादेव राधे राधे ल बाई बाई साथीहरू